क्याप्टेन अब भोलि साफ च्याम्पियनशिपको सेमी फाइनल भारतसँग र भारतसँगको पछिल्लो नतिजाहरू हाम्रो एज लेभलमा अन्डर 17 मा हेर्ने भने पनि त्यति सुखद छैन। भोलिको सेमी फाइनलमा त्यो बिर्सन लायक ती खेलहरूको नतिजालाई कसरी स्मरण योग्य बनाउने तयारी छ? नमस्ते। भोलिको गेम चाहिँ अब सेमी फाइनल भनौँ न, अब टपै हुनेछ नेपाल भर्सेस इन्डिया। यहाँ इन्डिया एकदमै राम्रो टिम हो, स्ट्रङ टिम हो। भोलिको गेम चाहिँ हामी अब जसरी पनि जित्छौँ भन्ने मेन्टली र प्रिपेयर छौँ। अब खेलाडीहरू केही इन्जियर्ड पनि छन्, केही बिरामी पनि भएका छन्। यस्तोमा टिम को स्टार्टिङ 11लाई कसरी अगाडि बढाउने सोच छ? स्टार्टिङ 11 को प्लेयरमा चाहिँ त्यस्तो खासै इन्जोर्डहरू छैन। भोलिको गेम त्यही पनि इन्जोर्ड प्लेयरले नै खेल्छ भन्ने आशा छ। भोलि चाहिँ हामी जसरी पनि मेहनत गरेर आफ्नो 100% दिएर हार्डवर्क जसरी पनि भोलि चाहिँ जित्छौँ भन्ने। इन्जोर्ड भए पनि भोलि खेलाउने? त्यस्तो इन्जोर्ड अब धेरै नै इन्जोर्ड छ भने चाहिँ अब उनीहरूलाई त्यस्तो प्रेसर पनि दिनुहुन्न, खेलाउनु नै हुन्न। तर इन्जोर्ड खासै छैन भनौँ न, अब टिममा सबै फिट छ। जस्तो मनोवैज्ञानिक रूपमा भारत भन्ने बित्तिकै नेपाल फुटबलको मैदानमा अलिकति ब्याकफुटमा गएर खेल्ने गरेको हामी देख्छौँ। कस्तो छ मनोबल, कस्तो छ टिममा? क्याप्टेनको नाताले खेलाडीहरूसँग कुरा भइरहेको होला, केटाहरूको मनोबल कस्तो छ अहिले? त्यस्तो भारत भन्ने बित्तिकै हामी त्यस्तो डराउँदैनौँ। हामी भोलि चाहिँ अब भनौँ न फर्स्टदेखि नै हामी एट्याकिङै खेल्छौँ। फर्स्टबाट हामी अट्याकिङमै जान्छौँ। जस्तो अब भारतलाई भोलि सेमी फाइनलमा हराएर पर्सि पाकिस्तानसँग अथवा अर्को बङ्गलादेश मध्येको खेलकोसँग फाइनल खेल्ने जुन योजना छ त्यसमा कतिको सफल भइएला? अब भोलिको गेममा डिसाइड हुन्छ। कुन कुरामा बढी ध्यान दिनु पर्ला भोलि यदि भारतसँग खेल जित्नु पर्ने हो भने? किन भन्दाखेरि पछिल्लो 2वटा खेलको नेपालको हाम्रो प्रदर्शन हेर्ने भने त्यति सन्तोषजनक छैन। खेलाडीहरूले आफ्नो पोजिसन पनि बिर्सिरहेको जस्तो, आफ्नो पोजिसनमा पनि डटेर अथवा बल आफूसँग पोज गरेर राख्न नसकिरहेको देखिएको छ। त्यो कमी कमजोरी त देखिएको छ टिममा। भोलि चाहिँ हामी फुल कन्फिडेन्सको साथ खेल्नेछौँ र कोचको ट्याक्टिक्स र फिलोसफीमा खेल्नेछौँ। ल हस्, थ्याङ्क यू।